स्वागत छ तपाईहरुलाई आज रियाक्ट गर्न जाँदैछु एक रोस्टरको च्यानल छ पीवाई अमृत। त उहाँको च्यानल मैले धेरै दिनदेखि नै हेर्दै आएको छु हैन, कमसेकम 6 महिना जति भयो होला मैले हेर्दै आएको पीवाई अमृतको च्यानल। गजबको रोस्ट गर्नुहुन्छ। त रियाक्ट गरौँ उहाँको च्यानलमा चाहिँ के कस्तो खाले रोस्ट गर्नुहुन्छ न। गजबको मान्छे छ है यो फेरि। मलाई एकदम हाँसै उठ्छ आज के खत्ता दिन्छ फेरि। ल सबभन्दा पपुलर भिडियो सुरु गर्छौँ। कति छाडा लेडी ब्लगर हैन, उहाँबाट सुरु गर्छु ल। ओके, अब स्क्रिन रेकर्ड गर्नु पर्यो। यहाँ कहीँचोटि म बिर्सिन्छु स्क्रिन रेकर्ड गर्नुलाई पनि। दो घुसाउने सहीमा यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। स्पिकर चाहिँ म अलिकति यहाँ राख्छु हैन। यस्तो यस्तो हुन्छ मेरो पेन्टीको टुर चक्का पनि पाइप पेपरले पुछिन्छ ढुइन्न बगर यस्तो सुन्न कम मजा आउँछ। के गर्छ यार। इन्टरनेट जोड्दिने मान्छे चाहिँ को रहेछ। कोरोनाले किन लैन भनेको त। बाँच्नु मात्र पर्छ देख्न पाइन्छ भन्थे हो रहेछ। बादल वर्षा बिजुली श्रावणको पानी हेर्नुस् त यसको अरु पनि कस्तो छ बानी। च्याउ नछोड्नु भन्थे हैन, हेरु कसरी समात्दो रहेछ मलाई। म छोड्छु। मैले चोरिसके दुईटा तर बाल छैन। कस्तो आइदिरहेछ मेरो। अत्रि यार एलियन प्रजातिकै हुन पर्छ। के गर्छ यसैमा। एकचोटि सोच्नुस् त यदि यसले कटर चोरेको भए कसरी लुकाउती होला। तपाईले जस्तो देख्नु भएको छ त्यस्तो म छुइनँ। अलिकति दिमाग नै तात्तिने खालको छ क्या मेरो। एकदम धेरै छिटो तात्तिन्छु क्या म। सेट यार। मुखमा राम राम भगलीमा छुरा हाँस्ने मात्र होइन सिकौ यसबाट केही ज्ञानका कुरा। छोरी मान्छेको कति कुराहरू तपाईहरुलाई थाहा छैन, त्यो म भन्नेछु। जो चाहिँ अलिकति सिरियस जस्तो लाग्यो। छोरा मान्छे हो तपाईँ, एकदम धेरै सन्तुष्टि भयो क्या तपाईलाई। त्यो इमोसन आयो हैन, तपाईलाई मजा भयो, सक्यो खत्तम। त्यो हो त होइन। अरे छोरी मान्छेलाई भयो कि भएन त्यो थाहा पाउनु पर्यो नि त हैन। तर छोरी मान्छेले चाहिँ के भन्छ भने बेबी कस्तो थियो, हाम्रो फर्स्ट फिजिकल रिलेसनसिप कस्तो थियो, एकदम ठिक छ। अनि तपाईलाई के लाग्छ थाहा छ, राम्रो भएछ। अनि मलाई पनि एकदम धेरै मजा आयो, त्यसलाई मजा आयो। त्यो होइन गाइस होइन, लिउनु पर्यो नि त असली मजा त्यसलाई। साझा पर्यो तिम्रो कुरा सुन। यो त यस्तो के भन्छ त्यो एक सेक्स एडभाइजर भन्दा नि त्यो एक सेक्स एजुकेसन एडभाइजर, सरी एडभाइजर होइन, सेक्स एजुकेसन दिने टाइपको त्यो पनि त्यही। अब कुनै दिन अब यसको पुरा भिडियो हेर्नु पर्यो यार। मनै भयो ठनक्क हो के हो हाल्नुहुन्छ। बाजा गतिलो नभएसी के कुरा गर्न दिनका। तिम्रो कुरा सुनेर वाक्क लागिसक्यो देखाइदिउ बरु ठुम्का। हो तेरी यो सपनी गरे अरे। टु बी कन्टिन्यू। हेरे त्यसरी हेरेको सपना नै रह्यो। अब त टिकटकमा आउँछु होला नि। भन न त यो रस तिमीलाई कस्तो भयो। मेरो दिमाग तलतिर गएको थियो कि मेरो दिमाग आउँथेन। हग्न आएको के यो चाहिँ। अब ठिक ठाउँमा गयो। लेकिन एक सेकेन्ड के हो यो लाडो तेरे यस्तो नै भनेर चाहिँ। चलो रियलमा जहाँसम्म मलाई थाहा छ होइन, यो सब एक पब्लिसिटी पाउनुको लागि पनि हो। अब यो भिडियोबाट नै तपाईँहरूसँग चाहिँ एक भ्यू चाहिएको नै हो मलाई पनि होइन। त असलमा कोही पनि यस्तो हुँदैन जो भिडियोमा देखिन्छ त्यसो असलियतमा चाहिँ हुँदैन। एपिसोड कस्तो लाग्यो। यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि